आशिका तामाङको जिब्रो चिप्लन सक्छ, नियत चिप्लनै छैन। म यो कुराको ग्यारेन्टी दिन सक्छु। आशिका तामाङको बोली लडबडाउन सक्नेछ, तर नियत कहिल्यै लडबडाउने छैन। म यो ग्यारेन्टी दिन सक्छु। आशिका तामाङले सडकको फोहोर मात्र होइन, अब सदनको फोहोर पनि सफा पार्छन्। यो कुरा म यहाँ भन्न सक्छु। आशिका तामाङ त्यस्तो बहादुर छोरी हो जसले कुनै गाली गलोजको पर्वाह नगरिकन केही गर्छु भन्ने आँट गरेकी हुन्। हामी राजनीतिमा आउनुपर्ने मान्छे थिएनौँ। यो पार्टीमा लागेका अधिकांश मान्छेहरूको आफ्नै पेसा र व्यवसाय थियो, तर यसपटक देशमा अनर्थ भयो, अनेक भयो, अनर्थ भयो। ससाना बालबालिकाहरूले सुशासन माग्दा सडकमा लड्नु पर्यो, रगत बगाउनु पर्यो। आमाहरूको काखरी थियो, त्यसैले मुलुक अर्को परिस्थितिमा पुग्यो। आशिका मात्र होइन, यस्ता कयौं मान्छेहरू जसलाई कहिल्यै राजनीतिमा आउनु थिएन, ती सबै राजनीतिमा किन आयो भने अब सडकको मात्र फोहोर सफा गर्ने होइन बहिनी, अब राजनीतिको फोहोर पनि सफा गर्ने हो। त्यस कारणले हामी